Hey, it's me. I feel like shit on my own. Listen, I'm sorry. I blew up your phone. Are you free next week? I'm hella alone. Was it me? Was it you? Was there some kind of undertone? So hello and good morning everyone. र अहिले चाहिँ हामीहरू शिवरात्रि मन्दिर जानु आँटेको। सर्वप्रथम सबैजनालाई ह्याप्पी शिवरात्रि होइन। र अहिले चाहिँ हामी पूजा गर्न जानु आँटेको लक्टेश्वर बाबाधाम। म र यहाँ गाउँले दिदी होइन। अहिले चाहिँ म दिदीकोमा आइरहेको छु। अन्त अब दिदीलाई पर्खिरहेको छु। अब दुईजना जानु आँटेको स्कुटीमा। त्यहाँबाट लक्टेश्वर पुगेर भेटौँला। आयो लास्ट बाटोहरु यस्तो राम राम्रो बाटो चाहिँ यस्तो छ है ममता बेनर्जीले नबनाइदिएर यस्तो भएको भन्नु अरे पुलिस चेक भएको कारणले पुलिसको चेक भएकोले गर्दा हामी भाग्नु पर्दा 1000 रुपैयाँ तिर्नु पर्दाको पीडा अबै दुःखको मैले यतिको बनाएको छ नि पहिला त कस्तो डर हुन्छ के हो कष्ट त हामीले गर्यौं नि मन्दिर जाने अरूले आरामले गयो हामी त हिँड्दैछौँ पुरा यो पार भयो भने त भइसक्यो यहाँ पनि गुता यो बाटो ए आउँदा अब भने दोकानहरू पनि थाम्दो रहेछ त यहाँनिर जसो तसो गरेर आइपुग्यो मन्दिर गाटो अब मैले चाहिँ कसरी धुनुपर्छ अहिले त यहाँ बनाइदिएछ नि दाइ कलसल राखेर आउन आइज त अनि खुट्टा धुनु कहाँ खाली नै रहेछ आज त त्यस्तो साह्रो छैन यहाँ राख्नुपर्छ ए यसलाई धुन्दैछ नि त नि कुकलाई कल बन्द अहिले त कलहरू पनि भएछ नि त पहिला त कलहरू पनि थिएन नि त चिया अब सुरु सकेर दिदी पनि बसेर चिया हुँदैछ मसँग यही त मन्दिर हाम्रो लटेश्वरको एकछिनमा फेरि खाँदैछ खाने ओ राजदा तपाईँ आउँदा चेक थिएन गाडी कदमामा कति बजी आएको ए अच्छा अघि चेक हुँदै थियो नि हामी त उता पानी घटाबाट आयौँ कम्ता बिजुक भयो ल यो भन्दा पार क्या खिचडी थाप्ने जग्गा मान्छे पाइहाल्ने गएको अवस्था हुन्छ हालिम गाइस
हुन्छ पाइहालेँ ल तिमीले पनि खाँदैछ मम्मी टक्लक्क खाइहाल्नु आँटेको घट्टा खोइ यहाँ अलिकति छैन गिलास खोइ पूजा गर्नु आएपछि त अलिकति प्रसाद त खानुपर्छ नि होइन यो त अमृत हो नि पूजा गर्नु आएपछि यो खानै पर्छ नि होइन दाजु यो त होइन पूजा गर्न आएपछि यो प्रसाद त खानुपर्छ ला सकेको ल्याउनुहोस् न यो त प्रसाद हो नि आजको दिनमा सबै यहाँ हुँदैछ अलिकति प्रसाद ग्रहण गर्न आँटेको अवस्था आरामले ला पक्रिनु नि यसरी केही हुँदैन पक्रिनुहोस् न गिलास पक्रिनु केही हुँदैन लु हालिदिउँ यहाँ पनि बस ल अलिकति अब भोले बाबाको प्रसाद लिएर म चाहिँ अब आफ्नो स्थानतिर जाँदैछु टक्क अब बसेर खाने हो एकछिन विश्राम गर्ने हो त्यहाँबाट लाग्नुपर्छ बाटोतिर ए छैन यो नर्मल हो खिचडी खानु भयो तपाईँलाई हेलो यता आउनु पर्यो यता अम्बो के भन्नु छ कि मेरो च्यानलमा के भन्नु छ कि होइन तेरो च्यानलमा म केही भन्नु बेलुका आइहाल्छ है फेरि इमर्जेन्सी हो नि ल 1-2 बजी पनि यहाँ हेर्नु नि पूजा गर्दैछ गाइस अच्छा पनि लाग्दो यता पनि छ पूजा गर्ने ठाउँहरू मन्दिर अब अर्कोपल्ट त झन् मन्दिर पुरा खिचडी बनाउँदैछ यो भित्र हालिदिउँ है हेलमेट निकाल्ने मेरो फोन छ नि बङ्गरङ अब बाटो कस्तो पर्छ फेरि मामाहरूसँग पो रड्डी हुन्छ त्यहाँ पर चाहिँ के बनाउँदो रहेछ धुवा उडाउँदैछ त त्यहाँ गाडी रोकिरहेछ पिकनिक होला ए यहाँ त 12 मास पिकनिक ल बाटोमा निस्कियो अब टुङ्ग यत्रो